सम्पूर्ण श्रद्धालु भक्तजनहरू म यति बेला यस ऐतिहासिक श्रीगण्डकीको महायज्ञको प्राङ्गणबाट एकजना यस्तो व्यक्तिसँग उपस्थित भएको छु। अत्यन्तै दिलदार, समाजसेवी र धार्मिक व्यक्तित्व जसले मानव सेवा फाउन्डेसन आयोजकलाई आफ्नै मानव सेवा फाउन्डेसन सम्झेर हरेक कर्ममा र कार्यक्रम जहाँ हुन्छ त्यहाँ पुगेर सेवाभाव अर्पण गर्नुहुन्छ। अर्घाखाँची निवासी, अर्घाखाँचीमा रहेर मानव सेवा फाउन्डेसनको नाममा विभिन्न दान गरिसक्नु भएको छ। त्योमध्ये अत्यन्तै पुण्यदान, जमिनदान पनि उहाँले गरिसक्नु भएको छ र अहिले ऐतिहासिक गण्डकीको महायज्ञको दर्शन गर्नको लागि पनि अर्घाखाँचीबाट यहाँ उपस्थित हुनुहुन्छ। यहाँ उपस्थित भइरहँदा के कस्तो अनुभूत गर्नुभयो भन्ने विषयमा म थोरै कुराकानी गर्न गइराखेको छु। जय श्री राधे राधे हजुरलाई। राधे राधे। एकदम आराम हुनुहुन्छ। आज यो गण्डकीको महायज्ञको दर्शन गर्नको लागि तपाईँको उपस्थित भयो। कोटियो महायज्ञको दर्शन गर्दै गर्दा कस्तो पाउनुभयो तपाईँले? यो धेरै रमाइलो, यो एकदम अभूतपूर्व। हजुर। यो पहिला त यो प्रकारको भएको थिएन, पछि होला नहोला। हजुर। तर धेरै राम्रो, धेरै रमणीय छ। मैले मोबाइलद्वारा हेरिरहेको छु। यहाँ आउन खोजेको सुरुदेखि नै आउन खोजिरहेको थिएँ, समयले अलिकति चाहिँ पुगेन र आज आएको छु। धेरै रमाइलो छ, धेरै राम्रो छ। यो विभिन्न मिडियाद्वारा हेर्दाखेरि पनि मान्छेहरू चकित परिराख्नु भएको छ। यो कसरी गर्नुभएको छ होला, के छ होला, अचम्मको कुरा छ। र जसरी हाम्रा गुरु बाल योगेश्वर कृष्णमूर्तिजीले यो पुण्य कर्म यसरी अहोरात्र खटेर विभिन्न उताप चढावहरूलाई सामना गर्दै जुन गरिराख्नु भएको छ, म हृदयदेखि सम्मान गर्न चाहन्छु। उहाँ गुरुको कारणले गर्दा म पनि यो पुण्यभूमिमा आएर यसरी हजुरहरूसित भेट गर्न पायौँ, यो दर्शन गर्न पायौँ। धेरै खुसी लागिरहेको छ र मानव सेवा फाउन्डेसनको उत्तरोत्तर प्रगति हुँदै जाओस् भन्ने शुभकामना पनि छ। र अब गुरुले गएर हाम्रो सिद्धगङ्गामा गएर विशाल महायज्ञ गरिदिनु भयो, त्यो भूमिलाई पवित्र गराइदिनु भयो। हामीहरू पनि पवित्र भयौँ, त्यस कुरामा गर्व गर्छु। र उहाँले जे जति योगदान दिएर जति खटेर चाहिँ त्यो सिद्धगङ्गामा हामीहरूलाई सेवा दिएर मुक्ति गराउनु भयो, त्यो ऋण सिद्धगङ्गावासीले तिर्न सक्दैन होला जस्तो लाग्छ मेरो बुझाइमा। र उहाँको कृपाले र हामीहरूले आयोजना गरेको क्याम्पस बनाउने भनेर आयोजना गरेका थियौँ, त्यो क्याम्पस अहिले सम्पन्न भएको छ। र अहिले गत मङ्सिर 2 गतेदेखि त्यसैमा पठन पाठन सुरु भइराखेको छ। हामी 3 तलाको क्याम्पस निर्माण गर्न सफल भयौँ उहाँकै कारणले गर्दा। र हामी अझै पनि उहाँ गुरुको साथ सपोर्टमा लाएर सल्लाह सुझाव लिनेछौँ, अगाडि बढ्नेछौँ भन्ने चाहना छ। र यस पुण्यभूमिमा, यस पवित्र कार्यमा यसरी उपस्थित भएर हजुरहरूसित दुःख सुख गर्नु पाउँदाखेरि अत्यन्तै खुसी लागेको छ। हजुर। सम्पूर्ण श्रद्धालु भक्तजनहरू, म तपाईँलाई पुनः जानकारी गराउन चाहन्छु। सिद्धगङ्गा, अर्घाखाँचीको सिद्धगङ्गामा बालयोगेश्वर महाराज जुन अहिले यस कोटियमको पनि सङ्कल्पकर्ता हुनुहुन्छ, उहाँ प्रमुख वाचकको रूपमा उपस्थित भएर त्यहाँ क्याम्पस निर्माणको कर्म अगाडि बढ्दै थियो। र अहिले सरले हामीलाई जानकारी गराइसक्नुभयो, त्यहाँ क्याम्पस निर्माण भइसकेर अहिले पठन पाठन पनि सुरु भइसकेको छ। अहिले सिद्धगङ्गावासीहरूले बालयोगेश्वर महाराजलाई कसरी सम्झिनुहुन्छ? उहाँ एकजना विशाल धार्मिक व्यक्ति, एकदम उहाँको कृपाले गर्दाखेरि यहाँको क्याम्पस सञ्चालन भयो, यहाँ कोटियोम भयो, महायज्ञ भयो, यति राम्रो विशाल महायज्ञ भयो। उहाँ धन्य हुनुहुन्छ भनेर अहिले सबैले सम्झिराख्नु भएको छ। आगामी दिनमा पनि कुनै संयोग मिल्यो भने उहाँलाई ल्याएर कुनै कार्य फेरि पनि गराउनुपर्छ भन्ने उहाँहरूको चाहिँ इच्छा छ। र त्यसै अनुरूप यो मानव सेवा फाउन्डेसनसित मेरो एउटा रिलेसन जोडिरहोस् सधैँ भन्नको निमित्त मैले कोटियम गर्दै त्यो जुन महायज्ञ गरिरहेको समयमा जग्गा दान गर्ने क्रममा पनि अनाथालयको लागि भनेर 2 रोपनी 6 आना जग्गा मैले मानव सेवा फाउन्डेसनको नाममा पास गरेर दिएको छु। त्यसै गरी गौशाला बनाउने भनेर मानव सेवा फाउन्डेसनकै नाममा गौशाला बनाउने भनेर फेरि 11 रोपनी जग्गा त्यो पनि प्रदान गरेका छौँ। हामी 3 जना व्यक्तिले, एकजना कृष्णप्रसाद नेउपाने 5 रोपनी जग्गा दिनुभएको छ, रामप्रसाद बेलवासे 1 रोपनी 6 आना जग्गा दिनुभएको छ, मकुलराज पौडेल 7 रोपनी जग्गा प्रदान गरेका छौँ। हामीहरू अब यस्तै प्रकारले मानव सेवा फाउन्डेसनसित सहकार्य गरेर सल्लाह सुझाव लिँदै अगाडि बढ्नेछौँ भन्ने आशा राखेका छौँ।
हजुर, अब अन्त्यमा सम्पूर्ण भक्तजनहरूलाई के आग्रह गरिदिन चाहनुहुन्छ तपाईँ आएर यहाँ दर्शन गरिसकेपछि? धन्यवाद। म यहाँ समग्र नेपालमा हेर्दै जाँदाखेरि र जस्तो काठमाडौँमा कोटीहोम भएको थियो, थोरै खिचलो जस्तो यताउता कोही मिडिया कुनैद्वारा भइरहेको थियो भने, तर चाहिँ यहाँ मलाई कस्तो लाग्छ भने पोखरावासी जो जति हुनुहुन्छ यो उपत्यकामा रहेका सम्पूर्ण श्रद्धालु भक्तजनहरू एकदम बुद्धिजीवी हुनुहुने रहेछ, यहाँका धेरै कुरो बुझेका हुनुहुने रहेछ भन्ने कुरो मलाई लागिरहेको छ। उहाँहरूलाई त म हृदयदेखि एकदम धन्यवाद दिन चाहन्छु, किन भन्दा अहिलेसम्म कुनै पनि नराम्रो शब्द आएको मैले भेटाएको छैन। यो महायज्ञ सुरु भएदेखि यहाँका श्रद्धालु भक्तजनहरूलाई धन्यवाद छ भन्न चाहन्छु। धन्यवाद।